नेपाली फिल्म उद्योगको एक समयको यस्तो अभिनेता जसको नाम सुत्रा साथ युवती फ्यानहरूको चिच्याहाट सुनिन्थ्यो। ह्यान्डसम, रोमान्टिक इमेज, सुपरहिट फिल्म्स, तर एउटै आरोपले उनको पुरै करियरलाई हल्लाइदियो। आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौँ पाउल्साको जर्नी, उनको स्ट्रगलदेखि स्टारडमसम्म र त्यसपछि आएको सबैभन्दा ठुलो कन्ट्रोभर्सी। यो भिडियो कुनै निर्णय होइन, यो पब्लिक रेकर्ड, इन्टरभ्युज र मिडिया रिपोर्ट्समा आधारित कहानी हो। पाउल्साको वास्तविक नाम पूर्ण विक्रम शाह हो। उनी सुरुमा फिल्म इन्डस्ट्री बाहिरका एक सामान्य युवा थिए। उनको सपना थियो नेपाली सिनेमामा आफ्नो पहिचान बनाउने। सुरुका दिनहरू सजिला थिएनन्। छोटो रोल्स, मोडलिङ, म्युजिक भिडियोज, यही बाटो हुँदै उनी फिल्म वर्ल्डमा बिस्तारै चिनिन थाले। त्यति बेला कसैले सोचेका थिएनन् यही युवक एक दिन टप रोमान्टिक हिरो बन्नेछन् भनेर। पाउल्सालाई मेजर ब्रेक थ्रू दिलायो उनको रोमान्टिक इमेज र युथ अपिलले। फिल्महरू चल्न थाले, पोस्टर्समा उनको अनुहार छाउन थाल्यो। म यस्तो गीत गाउँछु, वीर विक्रम 2, जनी जेन्टलमेन जस्ता फिल्महरूले उनलाई हाउसहोल्ड नेम बनायो। प्रड्युसरलाई पाउल शाह चाहिन्थ्यो, डिरेक्टरलाई युथ क्राउड एट्र्याक्ट गर्न। एक समयमा त पाउल्साले जुन फिल्म खेल्छन् त्यही फिल्म हिट हुन्छ भन्ने खबरको फिल्म इन्डस्ट्रीमा लहर फैलिएको थियो। पाउल्सालाई फ्यान्सहरूले रोमान्टिक हिरोको रूपमा हेर्थे। सोसल मिडियामा म्यासिभ फ्यान फलोइङ, फ्यान पेजेस, रिल्सहरू सबै ठाउँ पाउल्सा नै पाउल्सा थिए। तर फेमसँगै आयो दबाब। उनको पर्सनल लाइफ, एटिट्युड, रिलेसनसिप सबै कुरा पब्लिक डिस्कसन बन्न थाल्यो। त्यसपछि आउँछ एउटा यस्तो एलिगेसन जसले पाउल्साको जिन्दगीमा सधैँको लागि एउटा यस्तो दाग छोड्यो जसले पाउल्सालाई कहिले पनि छोड्ने छैन। 2022 सालतिर पाउल्साको नाम एकदमै गम्भीर आरोपसँग जोडियो। एक माइनर एक्ट्रेसद्वारा उनीमाथि रेप एलिगेसन लगाइयो। यो खबर बाहिर आएपछि सोसल मिडिया एक्सप्लोड भयो। फ्यान्सहरू सकमा परे। इन्डस्ट्री दुई भागमा बाँडियो। पाउल्सालाई एरेस्ट गरियो। कोर्ट प्रोसिडिङहरू सुरु भयो। उनको फिल्म्स रोकियो, ब्रान्ड डिल्स हटाइए, करियर अचानक पजमा गयो। पाउल्साले भने आफू निर्दोष रहेको दावी गर्दै लिगल ब्याटल लड्ने कुरा बताए। यो मुद्दा लामो समयसम्म डिस्ट्रिक्ट कोर्टदेखि हाई कोर्टसम्म पुग्यो, जहाँ कानुनी प्रक्रिया अगाडि बढिरह्यो। यो विषय अदालतको विषय थियो र हामी अदालतको निर्णयको सम्मान गर्नेछौँ। यो समयमा नेपाली फिल्म इन्डस्ट्री प्राय मौन देखियो। केहीले समर्थन गरे, केहीले दूरी बनाए। फ्यान्स दुई भागमा फुटे। एक पक्ष इनोसेन्ट अन्टिल प्रुभन गिल्टी र अर्को पक्ष जस्टिस मस्ट बी सर्भड। पाउल्साको इमेज एकै रातमा हिरोबाट कन्ट्रोभर्सियल फिगर बन्यो। आज पाउल्साको करियर पहिले जस्तो छैन, तर उनको कहानी नेपाली फिल्म इन्डस्ट्रीको सबैभन्दा चर्चित अध्यायमध्ये एक बनिसकेको छ। यो कहानी हो फेम कति छिटो आउन सक्छ र कति छिटो खस्न सक्छ भन्ने। अब एउटा सानो प्रश्नहरू हजुरको लागि। पाउल्साले के सेकेन्ड चान्स पाउनुपर्छ? तपाईँको नजरमा उनको जर्नीले के सिकाउँछ? कमेन्ट सेक्सनमा आफ्नो ओपिनियन दिन नबिर्सिनुहोला।